हेलो गाइज, वेलकम टु माई न्यू भ्लग। आज म चन्द्रगिरी हिल जाँदैछु। त्यसको लागि चाहिँ तपाईँहरूले भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। अब यो चन्द्रगिरीको उकालो माथि 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 हुँदै यो डाँडासम्म पुग्ने योजना छ। आज ह्याप्पी न्यु इयर पनि हो। ह्याप्पी न्यु इयर सबैजनालाई। 2083 सालको नयाँ वर्षको शुभकामना। त्यही हो है त। अब म यहाँबाट केबल कार स्टेसनसम्म पुगेर यो तपाईँहरूलाई देखाउँदैछु। साथीहरू, अब यो चन्द्रगिरीको हिल जाने क्रममा अब यो केबल कार स्टेसनसम्म पुग्ने जारी हुँदैछ। माथि देख्न सक्नुहुन्छ यो केबल कार स्टेसन देखिरहेको छ। यो चाहिँ धेरै माथि पहाडमा हो है त। म तपाईँहरूलाई यहाँबाट देखाइदिन्छु है त। यो चाहिँ केबल कार लाइन, त्यो माथिबाट यो केबल कार चलिरहेको छ। म देखाइदिन्छु यो केबल कारहरू। यो चाहिँ स्टेसन हो। अब म यहाँबाट चाहिँ केबल कार स्टेसनबाट जाँदैछु। साथीहरू, वेलकम टु चन्द्रगिरी हिल लिमिटेड। हुन्छ पुरा चिताएको कुरा चन्द्रगिरी हिल। म यो गेटबाट इन्ट्री गर्दैछु। अब यो चाहिँ उक्लिन अझै माथि 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 रहेछ चन्द्रगिरी हिलको। यहाँनिर यो बोर्ड पनि छ। म चाहिँ यहाँबाट अझै आज न्यु इयर भएर होला मान्छेको एकदम भिडभाड पनि बढिरहेको जस्तो देखिन्छ साथीहरू। अब यो चन्द्रगिरीको लागि त लाइन पो देखिन्छ। यहाँ त बिजोक रहेछ। कहाँबाट चढ्नु अब यो लाइन? बाफ्रे बाफ, गाह्रो छ गाह्रो छ साथीहरू। आज चन्द्रगिरी जाने भनेर नयाँ वर्षको दिन आइयो है। यहाँ त यो त मरि नसक्नु कतिवटा लाइन भिडभाड एकदमै धेरै रहेछ है। यो चाहिँ चन्द्रगिरीको लागि त यो लाइन धेरै रहेछ। अब यो केबल कार चढ्ने लाइन यहाँ धरो छ। आज न्यु इयरको दिन भिडभाड। साथीहरू, म चाहिँ यो टिकट पनि चेक इन गरेर आइसकेँ। यहाँ चाहिँ एकदम भिडभाड रहेछ। अब यो चन्द्रगिरी हिल जाने केबल कारको लाइन भिडियो छ। ल, म चाहिँ केबल कारमा चढिसकेँ। यो चाहिँ अब चन्द्रगिरी हिल। चन्द्रगिरी अब यो चाहिँ यहाँ काठमाडौँ सहरको दृश्य पनि खाँदै। अब लगभग स्टेसनमा पुग्दैछौँ गाइज। केबल कार 2 घन्टा हिँड्नु रमाइलो हुन्छ क्या। हेलो गाइजहरू, अब यो केबल कार चढ्दैछ। यहाँबाट यो अँध्यारो यो के लाग्यो यस्तो हामी आकाशमाथि डेस्टिनेसन नजिकै छ। अब यहाँनिर यो डेस्टिनेसन हो। यो लिन्छ कि अहिले गाडीमा 5 दिन नै सामान त्यहाँबाट आउँदाखेरि नि त ल, अराइभिङ डेस्टिनेसन केबल कारको चन्द्रगिरीको हिलमा आइपुग्यो है त। डेस्टिनेसनमा आइसके।
यो चाहिँ केबल कार स्टेसनको डेस्टिनेसन पोइन्ट है त। अब यो केबल कार स्टेसनमा आइसकेपछि म यहाँहरूलाई सबै यहाँबाट देखाउँदैछु। अब यहाँबाट यो एक्जिट हुने ठाउँ पनि रहेछ। अब उता तलबाट त्यस्तो भिड थियो, अब यहाँबाट फर्किने मान्छे चाहिँ छैनन् अब, किनकि अब नैएर अब सबैले मनाउँदैछन् चन्द्रगिरीमा। त्यही हो म तपाईँहरूले यहाँ चन्द्रगिरीको मेन दृश्य चन्द्रगिरीमा। यहाँबाट त अहिले यो पुरा यो चिसो पो रहेछ है, यो पुरा धुरीला जस्तो चिसो छ चन्द्रगिरीबाट देखिने। काठमाडौँ भ्यालीको दृश्य पनि यहाँबाट देखिन्छ। अब हामी भालेश्वर महादेवको दर्शन पनि गर्नेछौँ। यहाँ फोटो खिच्ने क्रम पनि जारी हुँदैछ, फोटोसुट। यो चन्द्रगिरीमा यो ताला नुहाउनेवाला ठाउँमा छुमा चाहिँ यो के चाहिँ हो, यो अब पुरा हुन्छ भन्छन्। अब तालाहरू टाँसेर सबैले ताला लक गरेर अब आफ्नो लाइफलाई पनि लक गरे जस्तो हुन्छ नि त। एउटै मनोकामना पुरा हुने जनविश्वास होला सायद। गाइजहरू त्यही हो है त। यो चाहिँ चन्द्रगिरीमा ताला भएको सबै यो पुरै ताला लक गरेर राखेको रहेछ है त। यस्तो देखियो कि कसैले भिसा लागोस्, कसैले पुरा होस्, कसैको लभ, कसैको के, यहाँ धेरै देख्न सकिने रहेछ। यो आफ्नो चिताएको कुरा हुन्छ, पुरा चिताएको कुरा भनेर चाबीमा लक लगाएर राख्ने रहेछ यहाँ चाहिँ चन्द्रगिरीमा है त। हुन्छ पुरा चिताएको कुरा चाहिँ भालेश्वर महादेवकी चाहिँ भनेर म चाहिँ यहाँ चन्द्रगिरीको भालेश्वर महादेवमा छु साथीहरू। यो चाहिँ मन्दिर हो, भक्तजनहरूको एकदमै भिडभाड छ। भालेश्वर महादेवको दर्शन गर्नेको भिड यहाँहरूमा देखाइरहेको छु। अब यसमा पनि म यसो सानोतिनो दर्शन गर्ने पनि जमर्को गइरहेको छु। भालेश्वर महादेव चन्द्रगिरी हिल है त साथीहरू। म चाहिँ भालेश्वर महादेवको दर्शन गरिसके पछाडि अलिकति बाहिर निस्किसकेको छु। अब यहाँबाट म सर्व केही दृश्यहरू तपाईँहरूलाई म देखाउँदैछु है त। चाहिँ हाम्रो मन्दिर हो, मन्दिरमा म पूजा गरेको छु भिडियो बनाउँदैन। छ पुरा चिताएको कुरा भालेश्वर महादेव चन्द्रगिरी हिल चाहिँ यस्तो छ है त। एकदम रमणीय दृश्य छ यहाँ चाहिँ, एकदम राम्रो छ है त। अब तपाईँको काठमाडौँदेखि धेरै माथि यो डाँडामा चाहिँ चन्द्रगिरी हिल हो। म यहाँहरूलाई चाहिँ यो सबै भिजिट गराउँदैछु है त। चन्द्रगिरी हिल। अब यहाँ चाहिँ एउटा जिप लाइन पनि रहेको छ। यहाँ फोटो खिच्ने यो एउटा यो जिप लाइन है त साथीहरू। अब भालेश्वर महादेवको दर्शन गरिसके पछाडि यो सबै दृश्य तपाईँहरूले देखाउँदैछु। एकदमै राम्रो। यो तलतिर चाहिँ अब यो काठमाडौँको उपत्यकाको दृश्य है त। जिप लाइन चाहिँ यो हो एउटा चाहिँ अहिले यो मौसम अलिक क्लियर छैन। यो चाहिँ तपाईँको काठमाडौँ भ्याली सहर, काठमाडौँ सहर साथीहरू। यो चन्द्रगिरीमा यहाँ एउटा यो सङ्गीतमय छ, एकदमै राम्रो यहाँ एकदमै नाचगान रमाइलो रहेछ है त साथीहरू चन्द्रगिरीमा। एकदम नाचगान एकदम दामी छ चन्द्रगिरीको रमणीय स्थल। यहाँ चाहिँ यस्तो पेन्टिङ यो चाहिँ यहाँनिर यो एकदमै होटेल चन्द्रगिरीको
लिनुपर्ने सिस्टम है त। सिस्टम चाहिँ एकदम राम्रो, तर यो चाहिँ महँगी चाहिँ अब हुन त यो धेरै टाढा पनि छ। अब उता सामानहरू पनि आउँदाखेरि अब यताउता खर्च लाग्यो। अब पर्यटकीय ठाउँ भएर चाहिँ महँगो छ। तर साथीहरू म चाहिँ यो चन्द्रगिरीको यो लज होटेल अगाडि छु। अब यहाँ चाहिँ तपाईँले म देखाउँदैछु, यो प्राइस एकदमै महँगो रहेछ है। अब खानाको परिकारहरू पनि पाउने, तर महँगो चाहिँ रहेछ। त्यही हो साथीहरू, यो चाहिँ चन्द्रगिरीको यो यहाँ चाहिँ म देखाएँ चन्द्रगिरीको भालेश्वर महादेवको मन्दिर। त्यसपछि यतापट्टि यो होटेल, अनि यता चाहिँ अब यो एकदम रमणीय। आज चाहिँ यो न्यू इयर भएको कारणले गर्दा धेरै भिडभाड छ साथीहरू है। एकदमै भिडभाड मैले यहाँ पाइरहेको छु। अब धेरैजना सबै भक्तजनहरू र घुमफिर गर्न आउनेहरूको एकदमै घुइँचो छ आज चाहिँ। आज न्यू इयर 2083 को वैशाख 1 गते यहाँलाई म यो भिडियोमा देखाउँदैछु साथीहरू है। चन्द्रगिरी हिल यो चाहिँ चन्द्रगिरीको जिप लाइन साइक्लिङ गर्ने ठाउँ छ। यस्तो यो जिप लाइन छ है। त्यहाँ मान्छे यसरी गइरहेको भ्लग बनाउँदै एकदमै राम्रो छ यो दृश्य चाहिँ। म चाहिँ अब यो चन्द्रगिरी हिलको यो भालेश्वर महादेवको मन्दिरबाट तलतिर आइसक्यो। जिप लाइन हेर्दा हेर्दै अब त्यही हो। अब जिप लाइन खेल्नलाई पनि अलिक मुटु पनि चाहिने, पैसा पनि चाहिने, त्यही भएर खेल्न चाहिँ खेलेन। नेक्स्ट टाइम चाहिँ खेल्नु पर्ला। म चाहिँ अब तल यो गएर पनि अब हामी फेरि यो म चाहिँ रिटर्न हुँदैछु अब केबल कारबाटै। साथीहरू भिडियोलाई इन्डिङसम्मै हेरिदिनु होला है त। साथीहरू यो चन्द्रगिरीमा नाचेर मन खानु मेरो भिडियो बनाउनु रहेछ। अब यहाँ पैसै कमाउने छ सबै चाहिँ। अब नानीको भिडियो पनि यहाँनिर अहिले मौसम एकदमै अलि चिसो जस्तो गरिरहेको चन्द्रगिरी हिल डान्स गरेर मजाले album unknown to इतिहास बने options बारा हल्का हाउडे आउ एक लाउडे कके भरि पैसा मलाई रिममा खसाउले आज आफ्नै नामले चिनाउँछ यो सहर। अब केबल कारबाट फेरि रिटर्न हुन लाग्यो गाइस। केबल कारबाट अब यो चाहिँ चन्द्रगिरी पुरा भ्रमण गरिसके पछाडि यहाँ लाइनमा फेरि केबल कारबाट रिटर्न हुनलाई लाइनमा छु है त। केबल कारमा चढ्नको लागि लाइनमा एकदम भिडभाड लाग्यो। टिकटको चेक इन पनि भइसक्यो। 2 वेवाला टिकट काटेको। टिकटमा चाहिँ रिटर्न हुँदै है त। केबल कार जाँदाखेरि त यो सिरिरिङ गर्दो रहेछ। अब यो तलतिर ओर्लिन लाग्यो है गाइस केबल कारबाट। एकदमै डेन्जर रहेछ यो चाहिँ। सिरिरिङ पार्दो रहेछ। अघि जस्तै हुन्छ क्या होइन ओह्रालो मात्रै ओह्रालो देखिँदैन केबल कारको दृश्य चन्द्रगिरीबाट फर्किँदै गर्दा अब यो कानै बुझेको सबै कानै के सुन्दैन त। चकलेट खानु पर्ने भयो यो प्लेनमा त चकलेट खानिदिन्थ्यो अन्त दिन केही पनि ए यो केबल कारको होस्टेज कोही हुन्न के हो? ड्राइभरै छैन त। अब लगभग तल आइपुग्नलाई स्टेसन आइपुग्न सक्यो केबल कारको स्टेसन। अब नजिकै छौँ है त हामी काठमाडौँ भ्याली
नजिकिँदैछ 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 अब यहाँबाट सर एकछिन सिरिङमा पार्यो अब यहाँबाट कति ओह्रालो रहेछ कति ओह्रालो बाफ्रे डेन्जर डेन्जर ओह्रालो त्यही तल झरेको केबल कारमा एउटा दुईटा तिनवटा यहाँ पनि छ एउटा माथि छेउमा जानु हुँदैन त्यो जहाँ ट्याक्क कारमा अब लगभग हामी नजिकिँदै डेस्टिनेसनमा पुग्दै पुरै ओह्रालो छ नि त अब स्टेसनमा लगभग पुगिँदैछ है त साथीहरू अब यहाँबाटै यो अब डाउन केबल कारको स्टेसन नजिक आइसक्यो चन्द्रगिरीबाट डाउनतिर ल अराइभिङ एट डेस्टिनेसन डेस्टिनेसनमा आइयो है त्यहाँ चाहिँ हल्ला छ राम्रैसँग हल्ला आयो ढोकासोका खोल्यो आफै हामी यहाँबाट केबल कारबाट यसरी स्टेसन यस्तो हुन्छ है यहाँबाट जाँदो रहेछ केबल कारको हामी बाहिर निस्केको साथीहरू यही हो केबल कारबाट बाहिर निस्केर म यो चन्द्रगिरीको सबै भ्यूहरू मैले तपाईँहरूलाई देखाइसकेँ यहाँ चाहिँ वाटर दामी रहेछ काठमाडौँ भ्याली सबै राम्रो छ भिडियोलाई हेरिदिनु भएकोमा थ्याङ्क्स फर वाचिङ दिस भिडियो नेक्स्ट भ्लगमा हामी भेट गर्नेछौँ चन्द्रगिरीको भ्लग चाहिँ अब यहाँबाट जाने मान्छे पनि एकदमै भिडभाड छ हामी चाहिँ यहाँ डेस्टिनेसनमा आइसके पछाडि म पनि अब यहाँबाट ओर्लिँदैछु साथीहरू डेस्टिनेसन जाने आउनेको यो एकदमै भिडभाड है त यही हो केबल कार अब यहाँ त यो रहेछ लाइन अझै अब जाने मान्छेको घुइँचो यस्तो छ ल फाइनल्ली पुग्यो है त ल म चाहिँ यो भ्लगलाई यही नै एन्ड गरेँ अघि म यहीँबाट सुरु गरेको थिएँ अहिले एन्ड गरेँ थ्याङ्क्स फर वाचिङ